ल गाई छ र काम आज थिएँ हाम्रो कृषि कामतिर लागिरहेको छ यसरी यो 2022 सालको अन्तिम भइरहेछ चैतको आज 28 गतेको दिन चाहिँ यसरी बिहारी बनाइरहेका छौँ। कृषि विज्ञ दाजुभाइ तथा दिदीबहिनीहरूले कसरी गर्नुहुन्छ अलिकति सल्लाह सुझाव पनि दिनु होला। हामी चाहिँ यसरी गर्छौँ, कसरी गर्दा चाहिँ अलिकति कृषकहरूलाई अलिकति जुन हामीले चाहे जस्तो खेतीपाती योग्य बनाएर तपाईँको धान बिउ राम्ररी उब्जाउ गर्न सकिन्छ। यसो सल्लाह सुझाव पाऊँ र देखेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। यो अलिकति कृषि कान्ति साथीहरूले चाहिँ कृषि पढ्नु हुने दाजुभाइ तथा दिदीबहिनी विज्ञ दाजुभाइ तथा दिदीबहिनी चाहिँ सल्लाह सुझाव दिनु होला। यसरी छ अहिले साथीहरूले गलेर बिसाइराख्नु भएको छ। त्यसै गाई छ अरे यसरी यता पनि छ फेरि मेरो केटाकेटीहरू। हेलो नानु हेरिरहेछ गोठाला गोरु जतै बहर जतै नानी छ आउने भएर हाम्रो दाजुको छोरी त्यसै गरिरहेको यस्तै छ गाईहरू यस्तो छ गाईहरूलाई लाइक सब्सक्राइब गरिदिनु होला। गाईहरू यसरी गरिरहेको छौँ हाम्रो चाहिँ सल्लाह सुझाव दिनु होला। गाईहरू कसरी गर्नुहुन्छ तपाईँहरूले अलिकति सल्लाह सुझाव चाहिँ पाउँ गाईहरू यस्तो छ आजको भ्युज पनि दामी छ। यो कुन खेत हो गाईहरू चिन्नेले लाइक र कमेन्ट सब्सक्राइब गर्नु होला। कुन खेत हो भनिदिनु होला। यस्तो छ अहिले गाईहरू यो हाम्रो गाउँ कुन गाउँ हो कुन गाउँको कुन ठाउँ हो है चिन्नेले लाइक र सब्सक्राइब गरेर कमेन्टमा भनिदिनु होला है गाईहरू। पुर गाईहरू अर्कै गोरु थियो यसपालि अर्कै छ गाईहरू यस्तो छ।